सुलभ एक दृढ विद्यार्थी थिए जसले विश्वास गर्थे कि हरेक ठूलो उपलब्धि साना भिक्ट्रिजबाट निर्माण हुन्छ। एक्जाम्स नजिकिँदै जाँदा सुलभले अनुशासनका साथ तयारी गरे किनकि सफलता केवल एउटा एफर्टबाट होइन, धेरै कन्डिसन्स पूरा गर्दा प्राप्त हुन्छ भन्ने उनले बुझे। पहिलो चुनौती सरल थियो, प्रिलिमिनरी टेस्ट पास गर्नु। सुलभले निरन्तर अध्ययन गरे र आवश्यक स्कोर हासिल गर्न सफल भए। तर यो केवल बिगिनिङ मात्र थियो, यात्रा अझै बाँकी थियो। यस सफलताभित्र अर्को रिक्वायरमेन्ट थियो, डिस्टिङ्सन लेभलभन्दा माथि अङ्क ल्याउनु। सुलभले थप समय कठिन प्रश्नहरू प्र्याक्टिस गर्दै बिताए र यो गोल पनि पूरा गरे। अझै एउटा इभ्यालुएसन बाँकी थियो जहाँ उत्कृष्ट विद्यार्थीहरूबीच कम्युनिटी प्रोजेक्ट्समा सहभागिता हेरिन्थ्यो। साना विद्यार्थीहरूलाई पढाउने सुलभको इन्भल्भमेन्ट अन्तिम फ्याक्टर बन्यो जसले उनको सेलेक्सन पूरा गर्यो। सुलभको यात्रा सी प्रोग्रामिङको नेस्टेड इफ एल्स जस्तै थियो, जहाँ एउटा कन्डिसनभित्र अर्को कन्डिसन खुल्दै जान्छ र चरणबद्ध प्रयासले अन्ततः मिनिङफुल सफलता दिलाउँछ।